तालमेललाई भोट हाल्ने हामी चाहिँ हातै नै हुन् त्यो कुरै छैन। तर एउटा दलले देखिन्छ। अनि के फर्स्ट पास त गर्नु पर्यो भन्ने कुरा के अहिले म यही गर्नु पर्यो त म भन्दिनँ। तर हामीले चाहिँ निर्वाचन प्रणालीको स्वास्थ्यको रोजगारी स्वरोजगारी उत्पादन र आय आर्जनको केन्द्र बनाउने त्यो मिसनको साथमा म काम गर्न गइरहेको छु। खास गरी मेरो मिसन के छ यसपटक भनेदेखि यहाँका विद्यार्थीहरू विद्यालय शिक्षा र उच्च शिक्षाका निम्ति अन्य भागमा वा अन्यत्र जान नपरोस्। यहाँका नागरिकहरू उपचारको निम्ति राजधानी वा अन्यत्र जान नपरोस्। यस हिसाबले शिक्षाको पूर्वाधार पनि स्वास्थ्यको पूर्वाधार पनि गुणस्तर पनि सुनिश्चित गर्ने हिसाबले हामीले काम कारबाहीलाई अगाडि बढाउँदैछौँ। र यो अहिले पूर्वाधारको विकाससँगै यहाँ निजी क्षेत्रको एउटा निकै ठुलो आकर्षण छ र उद्योगहरू व्यवसायहरू होटलहरू रिजोर्टहरू उल्लेखनीय मात्रामा एउटा समय थियो जति बेला सामान्य तारे होटल पनि हामी कहाँ थिएन। अहिले आधा दर्जन जति सञ्चालनमा छन्, 1 दर्जन जति सञ्चालनको तयारीमा छन्। एउटा नदीको 2टा किनारामा 2टा केबल कार छ। अरू देशमा हाम्रो देशमा छैन, यो त मलाई थाहा छँदैछ, अन्त कहाँ छ मलाई त्यो थाहा छैन। यस हिसाबले चाहिँ निजी क्षेत्रले चाहिँ एग्रेसिभ भएर यहाँ चाहिँ इन्भेस्टमेन्ट गर्न आउँदै गरेको अवस्था छ। र हामीले अझै के कोसिस गर्दैछौँ भनेदेखि असल श्रम सम्बन्ध र असल चाहिँ औद्योगिक व्यावसायिक वातावरण निर्माण गरेर देशभित्रको लगानी र अन्तर्राष्ट्रिय लगानीलाई यहाँ चाहिँ इन्भाइट गर्न खोजिरहेका छौँ, ताकि यहाँ चाहिँ रोजगारी स्वरोजगारी उत्पादन र देशको समग्र अर्थतन्त्रलाई आर्थिक वृद्धिमा यसले चाहिँ महत्त्वपूर्ण योगदान दिन सकोस्। जस्तो यसो भन्नुहुन्छ, तर तपाईँहरूकै कार्यकालमा आधी राष्ट्र जल्यो, सम्पूर्ण औद्योगिक घरानाहरू जले, कसरी त्यस्तो कुरा कसरी आकर्षण गर्न सक्नुहुन्छ? मैले यहाँलाई भनिहालेँ नि, जलेको त एउटा दुःखद दुर्घटना थियो, त्यसबाट हामीले शिक्षा लिने हो, त्यो अनुभवबाट सिक्ने हो र अगाडि बढ्ने, त्यसको त विकल्प केही पनि। उनीहरूलाई कसरी परिपूर्ति गरिदिने त? जस्तो अब मैले पोखरामा मात्रै पनि हेरेँ, एउटै होटेल 1 अरबको डढेको छ, मिनबहादुरको एउटै घरानाको 23 अरबभन्दा बढी जलेको छ। कसरी त्यो परिपूर्ति हुन सक्छ? त्यसका लागि त के छ भनेदेखि राज्यले पीडितहरूका पक्षमा नीतिगत रूपमा व्यावहारिक रूपमा अनुकूल निर्णय गर्नु पर्यो र पीडितहरूले जुन ढङ्गले उनीहरू ढलेका छन् त्यो ठाउँबाट उठ्ने त्यो आधार त्यो सहयोग राज्यले गर्नुपर्छ। जस्तो म अब यो 1 वर्षको अन्तरालमा मात्रै यो चितवनदेखि यहाँसम्मको बाटो 3-4 चोटि हिँडेँ होला। अघिल्लो चोटि मात्रै म यो लुम्बिनीको जुन लुम्बिनी भित्रको जुन प्रोजेक्ट छ त्यो भित्रका केही कुराहरूलाई लिएर त्यहाँ आएको थिएँ। अब पोखराको बाटो यहाँ आउँदैछु, यहाँ रामपुरको उकालो पनि चढेर आएँ। प्राय बाटाघाटाहरू अव्यवस्थित नै देखियो। अब तपाईँको गृह जिल्ला भएको हुनाले माथिबाट नै आउनुहुन्छ होला धेरै जसो, तै पनि तलबाट पनि हिँड्नु भएको छ होला। यो त कस्तो खालको विकास मोडल र कार्ययोजना हो हाम्रो? एउटा चाहिँ छ हामी कहाँ, खास गरी पूर्वाधार निर्माणमा चाहिँ लगानी गर्ने, त्यसको व्यवस्थापन सञ्चालन र त्यसको चाहिँ के भनेदेखि मेन्टेनेन्समा चाहिँ आवश्यक ध्यान नदिने त्यस खालको स्थिति छ र यो अवस्थाबाट हामी बाहिर निस्कनु जरुरी छ। केले व्यवधान गर्दो रहेछ यसमा? व्यवधान के छ भन्दाखेरि हाम्रा सबै व्यवधानको चुरो कुरा भन्नुहुन्छ राजनीतिक अस्थिरता हो। राजनीतिक अस्थिरताले यति विघ्न समस्या। अस्थिरता तपाईँहरूले नि भान्नुभयो नि त, 2/3 बहुमत हामीले दियौँ, तपाईँहरूले बिगार्नु हो आफ्नो स्वार्थको लागि। फेरि काङ्ग्रेस एमालेको पनि 2/3 नै थियो। कसरी राजनीतिक स्थिरतालाई समस्या? कि तपाईँहरूभित्र समस्या हो कि? अनि यो दुईटा कुरा। हजुर, हामीभित्र समस्या नभइकन त 2/3 किन ढल्थ्यो र? होइन, समस्या त भयो होइन। तर प्रश्न के छ भनेदेखि जेसुकै कुरो होस्, तर अस्थिरताले समस्या सृजना गर्दो रहेछ भन्ने कुरो त मन्जुर गर्नु पर्यो हामीले। त के गरी स्थिरता? के तपाईँ कि नेतृत्व फेरौँ कि के गर्नु? अब सायद नेतृत्व फेरेर पनि हेर्न सकियो, औषधि खुवाएर पनि हेर्न सकियो। तर म के देख्छु भनेदेखि सायद यसको सबभन्दा अचुक औषधि के हुन सक्ला भनेदेखि हामीले हाम्रो निर्वाचन प्रणालीमा सोसाइटीमा जस्तो विविधता छ, त्यो विविधता प्रतिबिम्बित हुने गरिकन, विविधताको प्रतिनिधित्व हुने गरिकन समावेशी प्रतिनिधित्व पनि सुनिश्चित गर्ने र जनताको विश्वास जितेको दलले बहुमत पनि ल्याउन सक्ने यस प्रकारको निर्वाचन प्रणालीको खोजी गर्नुपर्ने। त्यो दुईटै छ त, समावेशीता थियो, तपाईँहरूले आफ्नो श्रीमती हालिदिनु भयो, 2/3 तपाईँहरूलाई हामीले दियौँ,
गरी खान सक्नु भएन, अब के खोज्नु? श्रीमती त छ के मुख्य त छ त्यस्तो चाहिँ। श्रीमतीहरू हाल्नेहरूले हाले, त्यसको अवसर सबैले बिहोर्नु परेको छ होइन। अब नेतृत्व हो नि त, नेतृत्व त सबै कुरा बिहोर्नु पर्यो। त्यो हुँदो रहेछ। कसैले हालिदिन्छ सबैले बिहोर्नुपर्छ, त्यो त हुन्छ त्यो। तर यो के छ भने मैले के देख्छु नि, हाम्रो निर्वाचन प्रणालीमा यस्तो संविधान माथि समीक्षाको कुरा चाहिँ गरेको छ नि, हामी त्यहाँ पुग्दैछौँ नि। त्यसै क्रममा हामीले हाम्रो निर्वाचन प्रणालीलाई बहुमत आउन सक्ने आउँछ बाबा, नेकपाको आयो होइन त 2/3 गएको वर्ष 74मा आएन नि। 74मा किन आएन? उपेन्द्र यादव जोड्दा त ठ्याक्कै 2/3 थियो त। यसो भएको थियो। कुरा के थियो भन्दाखेरि गठबन्धनको आयो, तर त्यहाँ कुनै एउटा पार्टीको आएन, नेकपाको आयो त। नेकपा पछि मिलेपछि आयो नि त। होइन, चुनावी तालमेल थियो नि त, त्यसरी झुटो नबोल्नु न। अनि चुनावी तालमेल थियो चुनावी तालमेलको तालमेल भएको हुनाले तालमेललाई भोट हाल्ने हामी चाहिँ हातै नै हुन्, त्यो कुरै छैन। तर एउटा दलले त्यति बेला पनि गठबन्धनले बहुमत ल्यायो, तर एउटा दलले ल्याउन सकेन। पछि बहुमत पुर्याउन निम्ति पार्टी एकता गर्नु पर्यो, पार्टी एकतापछि बहुमत पुगेको थियो। त्यसले गर्दा यो निर्वाचन प्रणालीमा बहुमत प्राप्त गर्न धेरै नै गाह्रो चाहिँ रहेछ भन्ने देखिन्छ। अनि के फर्स्ट पास त गर्नु पर्यो भन्ने कुरा के? अहिले म यही गर्नु पर्यो त म भन्दिनँ, तर हामीले चाहिँ निर्वाचन प्रणालीमा यस्तो व्यवस्था गर्नु पर्यो जसले समावेशी प्रतिनिधित्व पनि सुनिश्चित गरोस्, कुनै पनि समुदायको प्रतिनिधित्व नछुटोस्, जुन अनुपातमा हुने गरेको छ। र प्रत्येक के अरे यो चाहिँ स्थायित्व स्थिरता सुनिश्चित हुने गरिकन लोकप्रिय पार्टीले बहुमत ल्याउन सक्ने पनि व्यवस्था होस्। यो ढाँचाको खोजी गर्नु। त्यो ढाँचा के हुनसक्छ? यो यहाँहरू जस्तै प्राज्ञिक व्यक्तित्वका बिचमा छलफलको विषय हुनुपर्छ जस्तो